Hi everyone, यदि हजुरलाई English language मा problem छ भने भाषा app आइसकेको छ. It is in App Store and भाषा app ले चाहिँ English को vocabulary, sentence, questions, listening and speaking plus reading, writing सबैमा फोकस गरेको छ. And यसमा हजुरले प्र्याक्टिस गरिसकेपछि हजुरलाई सेन्टेन्स बनाउन, क्वेशन बनाउन and grammar र नयाँ वर्ड्सहरु म्याक्सिमम यसमै छ हजुरलाई चाहिँ. It will help you speak those words. त्यो वर्ड कसरी बोल्ने अनि अरूले भन्दाखेरि के भनिरहेछ बुझ्नलाई सजिलो हुन्छ. एन्ड हजुरको इङ्ग्लिश सेन्टेन्स र क्वेसन इम्प्रुभ गरिदिन्छ, जसले गर्दा हजुरलाई प्रोफेसनली कहीँ काम गर्दै हुनुहुन्छ भने हजुरको ग्रामर मिस्टेक हुँदैन. किनभने हामीले एउटा बेसिक फाउन्डेसनबाट स्टार्ट गरेको छौँ बेसिकमा, एन्ड इन एडभान्स धेरै भोकाबुलरीहरू, सिनियर मिनिङ वर्ड्स or sentence formation conjunctionsहरु युज गरेर, जसले गर्दाखेरि हजुरलाई प्रोफेसनली काम गर्नेहरुको लागि पनि हेल्प हुन्छ. एन्ड we are very happy that a lot of brothers and sisters are already using it. कतिजनाले युज गर्न थालिसक्नु भएको छ, कतिजनाले पोजिटिभ फिडब्याक दिइरहनु भएको छ. एन्ड यो हामीले बनाएकै जसलाई इङ्ग्लिस ल्याङ्ग्वेजमा प्रब्लम छ, पहिला प्र्याक्टिस गरेन और अहिले आएर प्रब्लम भइरहेछ भने हजुरको लागि हो. एन्ड सिक्रेटली कसैलाई नभनिकन प्र्याक्टिस स्टार्ट गर्नुस्, आफ्नो कन्फिडेन्स बिल्ड गर्नुस् इङ्ग्लिसमा. And grab any opportunity that comes your way. कति job opportunities इन्टरभ्युजहरु दिनुपर्छ, सो हजुरलाई चाहिँ इन्टरभ्युको लागि पनि हेल्प हुने गरेर प्रोफेसनली हामीले धेरै कुरा त्यसमा एड गरेको छौँ. एन्ड गुड लक, इम्प्रुभ योर इङ्ग्लिस. यदि हजुरको प्रब्लम छ भने भाषा एप इज द बेस्ट वे. अहिलेको समयको टेक्नोलोजिसहरु सबै त्यसमा छ. एन्ड yes, good luck in the journey of your English improvement. We are with you. Thank you so much.